हेलो टासिदेले नमस्ते सम्पूर्णलाई। अहिले हामी चाहिँ यहाँनिर बौद्ध स्तूप बनाउन लागिरहेछौँ। यो चाहिँ मेरो बुबा आमाको प्राइभेट लगानीमा चाहिँ बौद्ध बनाउन लागेको खरिखोला शेर्पा समाजको घर अगाडि। अनि यो बौद्ध बनाउँदाखेरि चाहिँ एकदमै मलाई चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो हैन। हामी जो कोहीले पनि बौद्ध हेर्दाखेरि बाहिरीको आवरण मात्रै देख्छौँ हैन, तर लामाहरूलाई थाहा होला, तर पनि हामी सर्वसाधारणलाई खासै यो भित्र के छ भनेर थाहा छैन। एकचोटि सोच्ने हो भने पक्कै पनि सबैलाई खुल्दुली लाग्छ, यो भित्र के राख्यो होला, यो बौद्धभित्र किन के चाहिँ सामानहरू राखेको हुन्छ अनि किन गुम्छ। यो धेरै इन्ट्रेस्टिङ विषय रहेछ र यसमा चाहिँ हामी किसानहरूले चलाउने सम्पूर्ण औजारहरू, हात हतियारहरू, विशेष गरेर हात हतियारहरू चाहिँ लाउने गर्दो रहेछ। अनि यसमा हामीले पनि आफ्नै घरबाट धेरै सामानहरू चाहिँ जुटायौँ र यसमा के अरे कुठो, कोदालो बन्चरो अनि सबै हामीले चलाउने सामानहरू चाहिँ सबै हाल्दाखेरि चाहिँ राम्रो हुने रहेछ। त्यतिसम्म सबै उहिले यसमा घिउ झोके, घिउ झोक्ने तुलो, उहिले बत्ती बिजुली नहुँदाखेरि बाल्ने बत्ती, यस्तो क्युट बत्ती। यो बत्ती बालेर हामीले कफी सिक्यो हो। बत्ती त्यति सबै छ खानुपर्छ। अब यो कुट्ने यिनीहरू सबै हाल्नु पर्दो रहेछ। यो चाहिँ हामीले अब पहिलोचोटि बौद्ध बनाएको, पहिलोचोटि खनबट यिनीहरू सबै हाल्नु पर्दो रहेछ। 5 बजे साला चुंसी हो गई ना ए मिस्या त मलाई 5:30 लाख थुल्छ नि सवती गर्न पनि लट त्यो चक्कीदेखि खुसी यहाँ त्यो चक्की त लट त म खङ नि ए लट चक्की रे दे या अब म खाबदाइले सक्नु छ होला गोबी तरल बन्दुक यो चाहिँ बन्दुक खोल्नु के त्यतिकै खोल्ने कि त्यतिकै